जय मङ्गोल। आज भने सन्दकपुरमा मौसम धेरै क्लियर छ, घाम लागिरहेछ, तर हिजोदेखि लाइट नआएर बिजोग छ। गोब्रोको चार्ज पनि सकिन आँट्यो, मोबाइलहरू सबै स्विच अफ छ, तर पनि हाम्रो निर्माण कार्य धमाधम चलिरहेको छ। आजदेखि लगभग हामी तल काम सकाउँछौँ। हिजो पानी झरी परेर मजाले काम गर्न पाइएन। आजदेखि चाहिँ हाम्रो तलको काम सकिन्छ नै। ल, हिजो पानी झरी परेर अँध्यारो भएर चाहिँ हामी काम गर्नै पाएनौँ, लाइट पनि थिएन, अनि अहिले यसरी काम भइरहेछ। सन्तोष भाइ र राम दाइ चाहिँ बाँस बोक्न जाँदैछ, लामो लामो बाँस, किनभने माथि अब हामीले यहाँ माथि प्लस्टरहरू गर्दाखेरि लामो लामो बाँस चाहिन्छ। यहाँ के चल्दैछ नि, के चल्दैछ यहाँ पानी दिनुपर्ने रे पाइप। ल, कसलाई? ए ल ल, धमाधम छ है आज पनि। ल ल, धमाधम चलिरहेछ। मनिष भाइ लगायत सबै टिमहरू। ध्यानबहादुर दाइको यहाँ ए ल, ल अहिले चाहिँ झापा मेचीनगरबाट प्रदीप धिमाल दाइ पनि आउनुभएको छ। जय मङ्गोल। ल ए, अनि पानीले भिजाएन? भूमि फिर्ता लिनु पर्छ, भूमि फिर्ता लिनु पर्छ, भालेमा भोटा हाल्नु पर्छ, भालेमा भोटा हाल्नु पर्छ, भालेमा भोटा हालेमा राष्ट्रपति मङ्गोल बन्छ हाम्रो नेपालमा। भालेमा भोटा हालेमा राष्ट्रपति मङ्गोल बन्छ हाम्रो नेपालमा। आयो मङ्गोल गाउँ घरमा भोटा हाल्नु है भालेमा। आयो मङ्गोल गाउँ घरमा भोटा हाल्नु है भालेमा, भोटा हाल्नु है भालेमा। आयो आयो मङ्गोल आयो है, आयो आयो मङ्गोल आयो है। मङ्गोल शासन आउँदैछ है हाम्रो नेपालमा, मङ्गोल शासन आउँदैछ है हाम्रो नेपालमा। भोटा हाल्नु है बाबा